बुझ्दै प्रयास गरिरहेको हुन्छ नि त। परमेश्वरले गरेन त्यो गरेन, परमेश्वर के हो यस्तो बुझेन। धेरै कहिले हामी हस्बेन्डमा पनि बात गर्दै आएको थियो कि त्यो जन्मिँदै थियो नानी चाहिँ स्वर्ग जान्छ कि कहाँ जान्छ जस्तो त गल्ती गर्छ हुनुपर्छ, त्यो कुराहरू गर्दै बातचित गर्दै आउँदैन। धेरै प्रश्नहरू हुन्छ क्या यस्तोहरू, बाइबलमा पनि यस्तो कुराहरू हामीले भेटाउँछौँ। धेरै प्रश्न कुराहरू आउँदछ जुन कुराहरू चाहिँ बुझ्दैनौँ। परमेश्वरले चाहिँ युनिभर्स यस्तोलाई नाम दिनुहुन्छ क्या। हामी चाहिँ जुन एउटा डटमा पनि आउँदैन, हामीले धेरैचोटि प्रश्नहरू गरिरहेको हुन्छ, परमेश्वरलाई बुझ्ने प्रयास गरिरहेको हुँदछ। के हो परमेश्वर, के हो कस्तो भन्ने कुराहरू गरिरहेको हुन्छ, परमेश्वर अगाडि गइरहेको हुँदछ। तर परमेश्वर हाम्रो सोचभन्दा पनि हाम्रो दिमागले अहिलेसम्मको यस्तो एडभान्स टेक्नोलोजी छ जो यति मान्छे सिभिलाइज भइसकेको छ। अहिलेसम्म त परमेश्वरको सृष्टि कति ठुलो छ, युनिभर्स कस्तो छ, के छ भन्ने कुरा त पत्तो लगाउन सकेको छैन। हामी त न साइन्टिस्ट न के हो कि त है पढ्दा छोडेको अदेखि पढेको है कम्प्लिट नभएको यस्तो त्यस्तो के छ त कसरी नो। परमेश्वर चाहिँ महान हुन्छ हाम्रो सोच भन्दाखेरि बियोन्ड अफ इमेजिनेसन।